यदि तपाईँले जीवनका सबै बोझहरू कसैको काँधमा राखेर हल्का हुन चाहनुहुन्छ भने यो तपाईँकै लागि हो। किनभने श्रीकृष्णले अर्जुनलाई जसरी आफ्नो शरणमा आउन आह्वान गर्नुभयो त्यही आह्वान आज तपाईँको लागि पनि हो र हामी त्यसको अर्थ बुझ्नेछौँ। नमस्कार, गीता बाणीको चौथो श्रृङ्खलामा तपाईँहरूलाई स्वागत छ। हामीले पहिलो भागमा कर्मयोगको रहस्य बुझ्यौँ कि कर्म गर्नु हाम्रो अधिकार हो तर फल होइन, र दोस्रो भागमा क्रोध, तनाव र चिन्ताबाट मुक्त हुन मनलाई शान्त राख्ने उपाय सिक्यौँ, र तेस्रो भागमा हामीले ध्यान र साक्षी भावको अभ्यास गरेर मनको साक्षी बन्न सिक्यौँ। तर आजको यो गहिरो यात्रामा हामी गीताको त्यो पक्षमा प्रवेश गर्नेछौँ जुन सबैभन्दा मिठो र सरल छ, र त्यो हो भक्ति योग, अर्थात् ईश्वरप्रति प्रेम र समर्पणको मार्ग। गीताको 18औं अध्यायको अन्त्यमा श्रीकृष्णले अर्जुनलाई सबैभन्दा ठुलो रहस्य भन्नुहुन्छ कि हे अर्जुन, सबै कर्म त्यागेर एकमात्र मेरो शरणमा आऊ र म तिमीलाई सबै पापबाट मुक्त गर्नेछु, र यो शरणागति नै भक्तियोगको मूल मर्म हो। आजको यो यात्रामा हामीले बुझ्नेछौँ कि ईश्वरलाई कसरी प्रेम गर्ने, कसरी उहाँमा आफ्नो सबै कर्म अर्पण गर्ने, र कसरी त्यो समर्पणले हाम्रो जीवनलाई सरल, शान्त र आनन्दित बनाउँछ। किनभने भक्ति कुनै जटिल अनुष्ठान होइन, तर यो त हृदयको सरल भावना हो जुन हामी सबैले आफ्नो दैनिक जीवनमा अभ्यास गर्न सक्छौँ। भक्ति के हो र यो किन चाहिन्छ? सामान्यतया हामी भक्तिलाई मन्दिर जाने, पूजा गर्ने र धूप बाल्ने मात्र ठान्छौँ, तर गीताले भक्तिको परिभाषा योभन्दा धेरै फराकिलो दिन्छ। श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ कि हे अर्जुन, जो मानिस मसँग अतुलित प्रेम गर्छ र जसको मन सधैँ ममा लागिरहन्छ त्यो भक्त हो, चाहे त्यसले औपचारिक पूजा गरोस् वा नगरोस्। भक्ति भनेको ईश्वरसँगको व्यक्तिगत सम्बन्ध हो जसमा हामी उहाँलाई आफ्नो सखा, गुरु, पिता, माता वा प्रेमीको रूपमा अनुभव गर्छौँ। हामीलाई भक्ति किन चाहिन्छ भने हाम्रो जीवनमा जति पनि दुःखहरू छन् ती सबै हाम्रो अहङ्कार र मोहको कारणले उत्पन्न हुन्छन्, र भक्तिले हाम्रो त्यो अहङ्कारलाई विलीन गराइदिन्छ। जब हामी ईश्वरलाई सबै कुराको कर्ता ठान्छौँ तब हामी आफूलाई निमित्त मात्र ठान्छौँ, र त्यसपछि फलको चिन्ता कसरी रहन्छ? गीताको 9औं अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ, हे अर्जुन, जो भक्तले मलाई निष्काम भावले पूजा गर्छ म त्यसको योगक्षेम आफै वहन गर्छु, अर्थात् म त्यसको रक्षा गर्छु र उसको आवश्यकताहरू पूरा गर्छु। यसको अर्थ ईश्वरमा समर्पण गर्नु भनेको आफ्नो जिम्मेवारी त्याग्नु होइन, तर जिम्मेवारीको बोझलाई ईश्वरलाई सुम्पिएर हल्का हुनु हो, र यो नै भक्तियोगको व्यावहारिक उपयोग हो। भक्तिका मार्गहरू 9वटा हुन्छन्। गीता र अन्य पुराणहरूले भक्तिका 9वटा मार्गहरू वर्णन गरेका छन्, जसलाई नवदा भक्ति भनिन्छ, र यी 9 मार्गहरूमध्ये जुनसुकै मार्गमा हिँडेर पनि मानिसले ईश्वरलाई प्राप्त गर्न सक्छ। पहिलो हो श्रवण, अर्थात् ईश्वरको लीला र कथाहरू सुन्नु, जसले हाम्रो मनलाई पवित्र बनाउँछ र भक्तिको बीजारोपण गर्छ। दोस्रो हो कीर्तन, अर्थात् ईश्वरको नाम र गुणहरूको गान गर्नु।
जसले हाम्रो मनलाई एकाग्र बनाउँछ र नकारात्मक विचारहरूलाई हटाउँछ। तेस्रो हो स्मरण, अर्थात् ईश्वरलाई निरन्तर सम्झिरहनु। चाहे हामी कुनै पनि काममा व्यस्त भए पनि उहाँको सम्झना गर्नु नै स्मरण हो। चौथो हो पाद सेवन, अर्थात् ईश्वरको चरणमा शरण पर्नु र आफ्नो अहङ्कारलाई नम्र बनाउनु। पाँचौं हो अर्चन, अर्थात् ईश्वरको पूजा गर्नु, जसमा फूल, धूप र प्रसाद चढाउने जस्ता क्रियाहरू आउँछन्। तर यसको सार भनेको प्रेमपूर्वक समर्पण हो। छैठौं हो वन्दन, अर्थात् ईश्वरलाई नमस्कार गर्नु, जसले हाम्रो अहङ्कारलाई चूर गर्छ र हामी विनम्र बन्छौँ। सातौं हो दास्य, अर्थात् ईश्वरको सेवक भएको भावना राख्नु, जसले हामीलाई घमण्डबाट बचाउँछ। आठौं हो सख्य, अर्थात् ईश्वरलाई आफ्नो मित्रको रूपमा हेर्नु, जसरी अर्जुनले श्रीकृष्णलाई सखाको रूपमा अनुभव गरे। र नवौं हो आत्मनिवेदन, अर्थात् आफूलाई पूर्ण रूपमा ईश्वरमा अर्पण गर्नु, र यो नै भक्तिको सबैभन्दा उच्च शिखर हो। हामीले यी 9 मार्गहरूमध्ये आफूलाई सजिलो लाग्ने कुनै एक वा धेरै मार्गहरू ग्रहण गरेर पनि ईश्वरसँग जोडिन सक्छौँ। र यसको लागि हामीले कुनै विशेष धर्म वा सम्प्रदायको अनुयायी हुनु पर्दैन, किनभने भक्ति त हृदयको भाषा हो। अर्जुनको भक्ति र आजको मानिसको भक्ति। अर्जुन श्रीकृष्णका परम भक्त थिए, तर उनको भक्ति अत्यन्त व्यवहारिक थियो, किनभने उनी आफ्नो कर्तव्यबाट कहिल्यै पछि हटेनन्। युद्धको मैदानमा पनि उनले श्रीकृष्णको ज्ञान ग्रहण गरे र त्यसअनुसार कर्म गरे। जबकि हामी प्राय भक्तिलाई संसार त्याग्नु र वनमा बस्नु मात्र ठान्छौँ, तर गीताले त्यस्तो भन्दैन। गीताको तेस्रो अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ कि हे अर्जुन, जो मानिस आफ्नो कर्तव्य गर्दा गर्दै पनि मलाई सम्झन्छ र ममा नै सबै कर्म अर्पण गर्छ, त्यो मेरो प्रिय भक्त हो। आजको युगमा हामीसँग भक्तिको लागि समयको अभाव छ भन्ने गुनासो गर्छौँ। तर के हामीले खाना खानु अघि एकपटक ईश्वरलाई सम्झ्यौँ? के हामीले काम सुरु गर्नु अघि सही मार्गको लागि प्रार्थना गर्यौँ? के हामीले सुत्नु अघि दिनभरको कृतज्ञता व्यक्त गर्यौँ? यी साना क्रियाहरू नै आजको आधुनिक जीवनको भक्ति हो, किनभने भक्तिको अर्थ समयको लामो खण्ड होइन, तर भावनाको गहिराई हो। एउटा कथा छ, एकजना किसान दिनभरि खेतमा काम गर्थे, तर उनको मन सधैँ ईश्वरमा लागिरहन्थ्यो र उनी प्रत्येक बालीको हरियालीमा ईश्वरको हात देख्थे। अनि अर्को व्यक्ति मन्दिरमा घन्टौँ बसी बसी पूजा गर्थे, तर उनको मन पैसा र व्यापारमा दौडिरहन्थ्यो। गीताको दृष्टिमा पहिलो व्यक्ति साँचो भक्त हो, किनभने भक्ति त मनको कुरा हो, शरीरको होइन, र यो कुरा हामीले राम्ररी बुझ्नुपर्छ। भक्ति र ज्ञानको सम्बन्ध अनि भक्ति र ज्ञान किन आवश्यक छ? गीतामा भक्ति र ज्ञानलाई 2 अलग मार्गको रूपमा प्रस्तुत गरिएको छ, तर वास्तवमा यी दुवै एकअर्काका पूरक हुन्, किनभने शुद्ध ज्ञानले भक्तिलाई गहिरो बनाउँछ र शुद्ध भक्तिले ज्ञानलाई सरल बनाउँछ। श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ कि हे अर्जुन, जो मानिसले मलाई साँच्चै जान्दछ त्यो भक्त बन्न पुग्छ, र जो भक्त हुन्छ उसले मलाई साँच्चैकै जान्दछ। ज्ञानले हामीलाई बताउँछ कि ईश्वर सर्वव्यापी छ, सबैमा छ र सबै उहाँमा छन्, र भक्तिले हामीलाई त्यो ईश्वरसँग आत्मीय सम्बन्ध स्थापित गर्न मद्दत गर्छ। जसरी सूर्यको ज्योति र ताप
एकै साथ हुन्छन्, त्यसरी नै ज्ञान र भक्ति पनि एकै साथ हुन्छन् र तिनीहरूलाई अलग गर्न सकिँदैन। गीताको 7औं अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ कि हे अर्जुन, ज्ञान र वैराग्यले युक्त भक्ति बिना कोही पनि मलाई प्राप्त गर्न सक्दैन। यसको अर्थ भक्तिको लागि ज्ञान आवश्यक छ र ज्ञानको लागि भक्ति आवश्यक छ, किनभने बिना ज्ञानको भक्ति अन्धो हुन्छ र बिना भक्तिको ज्ञान सुक्खा हुन्छ। हामीले आफ्नो जीवनमा पनि यो सन्तुलन कायम राख्नुपर्छ। शास्त्रहरू पढेर ज्ञान त लिनुपर्छ, तर त्यस ज्ञानलाई प्रेम र समर्पणमा परिणत गर्नुपर्छ। र जब ज्ञानले भक्तिको रूप लिन्छ, तब मात्र जीवनको सार्थकता हुन्छ। कर्म र भक्तिको मिलन, फलको मोह कसरी त्याग्ने? हामीले पहिलो भागमा कर्मयोगको कुरा गर्यौं कि फलको आश नगरी कर्म गर्नुपर्छ, तर भक्तिले त्यो कर्मलाई झन् सरल बनाइदिन्छ, किनभने जब हामी सबै कर्म ईश्वरलाई अर्पण गर्छौं, तब फलको चिन्ता आफै हराउँछ। गीताको 18औं अध्यायको 5औं श्लोकमा श्रीकृष्ण भन्नुहुन्छ कि हे अर्जुन, त्याग र सन्यासको परिभाषा बुझ, तर यो कुरा सबैभन्दा महत्त्वपूर्ण छ कि कुनै पनि कर्मलाई पूर्ण रूपमा त्याग्नु हुँदैन, तर फलको मोह त्याग्नुपर्छ। जब हामी कर्म गर्छौं, तब हामी भन्छौं कि हे प्रभु, मैले यो कर्म तपाईलाई अर्पण गर्दछु र यसको फल पनि तपाईलाई नै अर्पण गर्दछु। यो साधारण अभ्यासले हाम्रो मनमा रहेको चिन्ता अनि तनावलाई कसरी कम गर्छ भने, यदि काम सफल भयो भने हामी ईश्वरलाई धन्यवाद दिन्छौं र यदि असफल भयो भने पनि हामी ईश्वरको इच्छा मानेर सजिलै स्वीकार गर्छौं। आजको प्रतिस्पर्धात्मक संसारमा असफलताको डरले मानिसलाई यति सताउँछ कि ऊ कर्म गर्नु अघि नै हार मान्छ, तर भक्तिले त्यो डरलाई हटाइदिन्छ, किनभने भक्तलाई थाहा हुन्छ कि उसले सबै कर्म ईश्वरको सन्तानको रूपमा गरिरहेको छ र ईश्वरले उसको मेहनतलाई कहिल्यै बेकार जान दिनुहुन्न। यस अभ्यासलाई आफ्नो जीवनमा उतार्नको लागि हामीले काम सुरु गर्नु अघि 1 मिनेट मौन बसेर भन्नुपर्छ कि हे प्रभु, यो काम तपाईकै लागि हो र म यसको निमित्त मात्र हुँ। र यो अभ्यासले हाम्रो दैनिक जीवनलाई नै एक प्रकारको पूजामा रूपान्तरित गरिदिन्छ। प्रेम नै भक्तिको सबैभन्दा ठूलो रूप। भक्ति शब्दको अर्थ नै प्रेम हो र जब हामी ईश्वरलाई साँचो प्रेम गर्छौं, तब हामीलाई कुनै कर्मकाण्डको आवश्यकता पर्दैन, किनभने प्रेम आफैमा पूर्ण छ। श्रीकृष्ण र गोपीहरूको प्रेम यसको सबैभन्दा उत्तम उदाहरण हो, जहाँ गोपीहरूले कुनै शास्त्र नपढिकन पनि केवल प्रेमले नै श्रीकृष्णलाई प्राप्त गरे। र गीतामा श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ कि हे अर्जुन, जो मानिस मलाई प्रेम गर्छ, उसको प्रेम नै मेरो पूजा हो। हामीले कसैलाई साँचो प्रेम गर्दा हामी उसको सबै कुरा स्वीकार गर्छौं, न उसको आलोचना गर्छौं, न उसको परीक्षण गर्छौं। त्यसरी नै ईश्वर प्रतिको प्रेमले हामीलाई उहाँको सबै नियम र इच्छालाई स्वीकार गर्न सिकाउँछ। यो संसारमा जति पनि नकारात्मक ऊर्जा छ, ती सबै प्रेमको अभावले मात्र उत्पन्न भएका हुन् र भक्तिले हाम्रो हृदयलाई प्रेमले भर्दछ। हामीले कसैलाई मद्दत गर्दा, हँसमुख मुहारले बोल्दा वा कसैको पीडा बुझ्दा पनि हामी भक्ति नै गरिरहेका हुन्छौं, किनभने ईश्वर सबैको हृदयमा बस्नुहुन्छ र उहाँलाई नै सेवा गर्नु भक्ति हो। यस दृष्टिले हेर्दा भक्ति कुनै मन्दिर वा पूजा स्थलमा मात्र सीमित छैन, तर यो हाम्रो दैनिक आचरणको अङ्ग हो
र हामीले आफ्नो कर्मलाई प्रेमको बोध गराउने माध्यम बनायौँ भने हाम्रो हरेक कर्म भक्ति बन्न सक्छ। भक्तिका बाधाहरू के हुन् त? यो सत्य हो कि भक्ति सजिलो छ, तर हाम्रो अहङ्कारले यसलाई गाह्रो बनाइदिन्छ। किनभने हामी भन्छौँ कि हामी आफै सबै गर्न सक्छौँ र कसैको पनि सहारा चाहिँदैन। गीताले यस अहङ्कारलाई नै सबैभन्दा ठुलो बाधा भनेको छ र श्रीकृष्ण भन्नुहुन्छ कि हे अर्जुन, जबसम्म तिमी आफ्नो अहङ्कारलाई त्याग्दैनौ तबसम्म म तिम्रो अगाडि रहेर पनि तिमी मलाई देख्न सक्दैनौ। अहङ्कारले हामीलाई ईश्वरको शरण लिनबाट रोक्छ, किनभने हामी सोच्छौँ कि हामी धेरै ज्ञानी छौँ र अरूभन्दा श्रेष्ठ छौँ। तर जब हामी संसारको विशालता र आफ्नो क्षुद्रता देख्छौँ तब मात्र अहङ्कार स्वत घट्छ। अविश्वास अर्को ठुलो बाधा हो, किनभने हामी ईश्वरको न्याय र कृपामा शङ्का गर्छौँ र प्रश्न उठाउँछौँ कि किन यो संसारमा दुःख छ। तर गीता भन्छ कि ईश्वरको योजना हाम्रो बुद्धिभन्दा परको छ र हामीले उहाँको इच्छामा विश्वास राख्नुपर्छ। तेस्रो बाधा हो हाम्रो चञ्चल मन, जो एकै क्षणमा सयौं विचारमा भौँतारिन्छ र ईश्वरमा एकाग्र हुन दिँदैन। तर यसको समाधान पनि गीतामा छ र श्रीकृष्ण भन्नुहुन्छ कि अभ्यास र वैराग्यले मनलाई नियन्त्रण गर्न सकिन्छ। भक्तिको मार्गमा यी तीनवटा बाधाहरू आउँछन्, तर निरन्तर स्मरण र प्रार्थनाले यी बाधाहरू पार गर्न सकिन्छ। किनभने जब हामी ईश्वरको सहारा लिन्छौँ तब उहाँ आफैले हाम्रो मार्गको काँडा हटाइदिनुहुन्छ। दैनिक जीवनमा भक्तिको अभ्यास कसरी गर्ने त? हामीले अहिलेसम्म भक्तिको सिद्धान्त बुझ्यौँ, तर अब प्रश्न उठ्छ कि हामीले आफ्नो दैनिक जीवनमा यसलाई कसरी उतार्न सक्छौँ? किनभने सिद्धान्त मात्र पर्याप्त हुँदैन। पहिलो अभ्यास हो आफ्नो दिनको सुरुवात ईश्वरको स्मरणले गर्ने। किनभने बिहान उठेर पहिलो श्वास लिँदा भन्नुहोस् कि हे प्रभु, आजको दिन तपाईँको कृपाले मिल्यो र म यसलाई तपाईँको सेवामा बिताउनेछु। दोस्रो अभ्यास हो खाना खानु अघि एकपटक ईश्वरलाई सम्झने र खानालाई प्रसादको रूपमा ग्रहण गर्ने। किनभने जब हामी खानालाई प्रसादको रूपमा लिन्छौँ तब हामी अत्यधिक खाने वा अनुचित खाने बानीबाट पनि बच्छौँ। तेस्रो अध्याय हो दिनभरि गरिने सबै कामलाई ईश्वरको नाममा गर्ने। चाहे त्यो अफिसको काम होस् वा घरको काम होस् वा कसैलाई सहयोग गर्ने काम होस्। र यसका लागि हामीले काम सुरु गर्दा 1 मिनेट मात्र मौन बसेर भन्नुपर्छ कि हे प्रभु, यो काम तपाईँकै लागि हो। चौथो अभ्यास हो दिनको अन्त्यमा केही मिनेट मौन बसेर दिनभरिको समीक्षा गर्ने र जे राम्रो भयो त्यसको लागि कृतज्ञता व्यक्त गर्ने र जे गलत भयो त्यसको लागि क्षमा माग्ने। यी 4 साना अभ्यासहरूलाई हामीले नियमित रूपमा पालन गर्न थाल्यौँ भने हाम्रो जीवनको दिशा नै परिवर्तन हुन थाल्छ। किनभने भक्तिको अभ्यासले हामीलाई क्रोध, लोभ र मोहबाट बिस्तारै मुक्त गराउँछ र हामी अरूप्रति दयालु र आफूप्रति सन्तुष्ट हुन थाल्छौँ। आजको यो यात्रामा हामीले गीताको अर्को महत्त्वपूर्ण आयामलाई बुझ्यौँ, जो हो भक्ति योग, अर्थात् ईश्वरप्रति प्रेम र समर्पणको मार्ग। हामीले सिक्यौँ कि भक्ति केवल मन्दिरको क्रियाकलाप होइन, तर जीवनको प्रत्येक क्षणलाई ईश्वरसँग जोड्ने एक सुन्दर कला हो र यसले हाम्रो चिन्ता, डर, अहङ्कारलाई विलीन गराएर हामीलाई हल्का र निर्भय बनाउँछ। गीताको अन्तिम श्लोकमा श्रीकृष्णले अर्जुनलाई भन्नुभयो कि
सबै धर्म त्यागेर केवल मेरो शरणमा आऊ र म तिमीलाई सबै पापबाट मुक्त गर्नेछु। र यो आह्वान हरेक मानिसको लागि हो, किनभने ईश्वरको शरणमा जानु नै जीवनको अन्तिम र सबैभन्दा सरल समाधान हो। आज तपाईँले यी कुराहरू सुन्नुभयो र यदि तपाईँले यी मध्ये कुनै एक सानो अभ्यासलाई पनि आफ्नो जीवनमा उतार्नुभयो भने तपाईँले आफैमा सकारात्मक परिवर्तन अनुभव गर्नुहुनेछ। गीता वाणीको यो 4थो भाग मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट अनि सेयर गर्नुहोस् र हामी अर्को भागमा गीताको सबैभन्दा गहिरो रहस्य अर्थात् आत्माको अमरत्व र पुनर्जन्मको विषयमा कुरा गर्नेछौँ। आजको यो यात्राको लागि हार्दिक धन्यवाद। ओम शान्ति शान्ति।